Hello guys and welcome to my channel again. So आज चाहिँ म हजुरहरुलाई एउटा एकदम के भन्छ ट्वाक्क मिठो पिरो चिकनको अचार बनाउने आइडिया दिन आएको छु। अब हजुरहरुलाई के भन्छ त्यो जस्तो चाहिँ टिपिकल नेपाली वाला हुन्छ नि त्यस्तो वाला बनाउनलाई चाहिँ अलिकति झ्याउ हुन्छ किनभने मरमसलाहरु धेरै हाल्नु पर्छ हैन। अनि मेरो चाहिँ एउटा आइडिया मैले चाहिँ के लाग्यो अझ ठुल्ठुलो पिस गर्नु त्यो फ्राई गर्दाखेरि हुन्छ। आइडिया के लगाए भने मैले चाहिँ यहाँनिर वेयरमार्टमा एउटा अचार पाएँ हैन। म हजुरहरुलाई देखाउँछु है। यो अचार है एकदमै मिठो हुन्छ यो अचार। अनि वेयरमार्टमा पाउँछ यहाँनिर अबुधाबीको वन्डर आइल्यान्डको अपोजिट साइडमा है। यो अचारमा यसमा चिकन हुन्छ तर यसमा थोरै थोरै सानो सानो पिस हुन्छ भने हामीले चाहिँ दिमाग लगाएको क्या चिकन लिएर आएर यसरी हैन चिकन ब्रेस्ट लिएर आएर यसरी स्मल स्मल पिस गरेर अनि यसले हामीले अब केको स्मल सानो सानो पिस भन्न डीप फ्राई गर्छौं तेलमा। अनि त्यसपछि हजुरहरुलाई म देखाउने छु हामी के गर्दै छु भनेर है। यो चाहिँ मेरो बुढा चिकन काट्दै हुनुहुन्छ। बुढा अचार बनाउने मान्छे चाहिँ मेरो बुढा हो है। आइडिया दिने चाहिँ म हो तर बनाउने मान्छे चाहिँ उहाँ हो। यस्तो भएको छ मासु चाहिँ है। अब यसलाई डीप फ्राई गर्ने हो तेलमा। अब यो हेर्दा धेरै हुन्छ अब फ्राई गर्दाखेरि थोरै हुन्छ होला सायद। साथीहरु यस्तो छ के गर्नु हाम्रो चाहिँ हैन किचन यस्तो छ के गर्नु। अब हामी चाहिँ शेयरिङमा बसेको है आफ्नो घर हैन। अलिअलि हुन्छ अब के गर्नु त फेस गरेर बस्नु पर्यो जे जस्तो हुन्छ है। म चाहिँ यहाँनिर मेरो तेल निकाल्दै छु। यहाँ दराजमा लुकाएर राखेको छु मैले मेरो तेल। यस्तो गरेर खोइ है तेल ल माथि छ तेल खोइ चाहिँ मेरो तकहरु है साथीहरु। हजुर अहिले तपाईलाई हेर्नु न मैले छैन है तेल चाहिँ यही बाहिरै छोड्नु भएछ कि बुढाले। म चाहिँ भित्र खोजिरहेको है गाइस। हाफ जति छ जस्तो लागेको थियो यति भएछ बाहिर छोडेपछि अब कोकोले चलाउँछ नि हैन। नो वरिस। प्यान तातिसकेको छ अब म तेल हाल्दै छु। मासुलाई चाहिँ थोरै कलर देखाउनको लागि बेसार हाले। अब नुन हाल्नु। थोरै नुन धेरै नहाल्नु अलरेडी त्यो मसलामा हुन्छ धेरै चाहिँ हाल्नु पर्दैन थोरै थोरै टेस्टको लागि मात्रै। यसरी मिक्स गर्ने ल है साथीहरु फ्राई हुँदैछ। सबै अट्छ होला एकैचोटि कि 2 लट गर्ने हो गाइस। 25-30 दिरामको मासु त खोइ त 25 दिराम 50 पैसाको मासु है यो चाहिँ। ल हेर्नु यहाँ तेलले नपाक्यो बुढा थोरै कलर आउन थाल्यो मासुमा। यसलाई अझै फ्राई गर्नुपर्छ साथीहरु। 25 दिरामको मासु त यति भयो। अहिलेको मासु फ्राई गर्दाखेरि हेर्नु त हाफ केजी मासु। अब चाहिँ यो पाक्यो म ग्यास निभाउँछु। अब यो पाक्यो है साथीहरु। ट्याक्क यतिको भएपछि निकाल्नु होला। टक्क लाएर झर्लै भयो मेरो मासु।
अलिकति क्यामेरा तेर्साउन आउँदैन, भर्खर भर्खर भ्लग बनाउँदैछु साथीहरू। म चाहिँ एकदम बिगिनर हो हैन, मलाई चाहिँ केही आइडिया छैन। गाइज हामीसँग चाहिँ ओल्डवाला थियो हैन। अब यसमा अलरेडी थोरै थोरै सानो सानो पिस हुन्छ। अब यसलाई र यसलाई हाफ हाफ गरेर दुईटा बट्टामा हाल्ने। यहाँनिर खन्याउने के बाबा, खन्याउनु त, यो खोल्नु त ल। ल गाइस यस्तो हुन्छ। यो चाहिँ एकदम रातो कलरको चम्चा निकाल्नु। बिस्तारी बिस्तारी उछिटिन्छ है। के भयो मेरो क्या? यो चाहिँ यस्तो हुन्छ। बाबु खाइ हेर्नु त एक पिस। यहाँनिर चोक्टा हुन्छ। मिठो छ नि? खै खाइ हेरौँ। एकदम मिठो हुन्छ क्या यो। भयो भयो। यो अचार चाहिँ हजुरहरूले वेयरमार्टमा, त्यहाँनिर चाइनिज वेयरमार्टमा गएर लिन सक्नुहुनेछ। 12.50 लिन्छ है। पोर्कको चाहिने भए पोर्कको पनि छ त्यहाँनिर, चिकन सबै पाइन्छ। कस्तो कस्तो देखिरहेछ यहाँ मेरो क्यामेरामा चाहिँ। यो एकछिन तातो छ, त्यही भएर यसलाई सेलाउन दिउँ। ल अब यहाँ खनाइदिनु। आधा केजी मासु त यस्तो भयो साथीहरू, थोरै भयो। यति भयो, यति भयो नि बुढाबुढीलाई टक्क लाएर 1 महिना आनन्द। अब यसलाई बट्टामा खादिदिने।